तर अघिल्लो चोटि तपाईँको कमी कमजोरी नाइदै नभए मान्छे अमेरिकाले आएर लडिदिनु भएछ। तर अघिल्लो चोटि तपाईँको कमी कमजोरी नाइदै नभए मान्छे अमेरिकाले आएर लडिदिनु भएछ। बोल्नै पाइँदैन, कसैले बोलेन भन्दा हामी बोल्नु पाइँदैन। तपाईँ नागरिकता नभए मान्छे अमेरिकाको नागरिकता लिएर तपाईँले अस्ति नागरिकता लिनुभयो नि, आफै लिनुभयो नि, त्यही भएको अब किन त्यो कम्ती गरेर अहिले चितवनलाई दोस्रोचोटि निर्वाचनमा हुमिदिनु भयो? त्यो नाइदिनु नभए मान्छे म भन्नुभयो भने अरूको एउटा अर्को शब्द मलाई मन परेको सर म तपाईँलाई एउटा भन्छु मलाई म ग्राहकको रूपमा म ग्राहक हुनु पाएँ कि मलाई निकाल्नुहुन्छ ग्राहकको रूपमा? निकाल्दिनँ। मलाई किन्नु पर्यो यसको कहिले बनेको यो सर? एक सेकेन्ड यसमा छैन त्यो। किन नराख्नु भयो? यो खाएर मेरो जानु गयो भने तपाईँ व्यापारी भएर एक सेकेन्ड एकको त्रुटि भएको आधारमा तपाईँलाई थुन्न मिल्छ अहिले। मेरो पनि त्यस्तै हो, बुझ्नुहोस्। थुनिनु नि त, त्यस्तै देख्छु। अब तपाईँ पनि अब अघिल्लो चोटि भोट माग्नु भयो नि, होइन म भोट यहाँ दिन्न अघिल्लोचोटि भने मैले यहाँ दिन्न भने अब मैले यो क्षेत्रमा मेरो मतदाता नआउली छैन। हस्, धन्यवाद हजुरको मार्गदर्शनलाई। तर अघिल्लो चोटि तपाईँको कमी कमजोरी नाइदै नभए मान्छे अमेरिकाले आएर लडिदिनु भएछ। बोल्नै पाइँदैन, कसैले बोलेन भन्दा हामी बोल्नु पाइँदैन। तपाईँ नागरिकता नभए मान्छे अमेरिकाको नागरिकता लिएर तपाईँले अस्ति नागरिकता लिनुभयो नि, आफै लिनुभयो नि, त्यही भएको अब किन त्यो कम्ती गरेर अहिले चितवनलाई दोस्रोचोटि निर्वाचनमा हुमिदिनु भयो? त्यो नाइदिनु नभए मान्छे म अनि के त त्यो अस्ति फेरि लियो भनेर यस्तै टिभीमा आउँछ। सबैले अदालतको आदेश पढ्नुभयो? सबै म पढ्न जाने व्यक्ति पनि होइन क्या, साधारण मान्छे जे सुने त्यही गर्ने हो क्या। कहाँ हो नि त्यो कि कसरी खारिज भयो त हजुरको यो नयाँ के अरे पद? पढ्नु भएन अहिले नभएर त खारिज भयो नि। बोल्नु म सुनिहाल्छु नि, मेरो त स्वरै ठुलो छ क्या। ल त्यसो भने तपाईँलाई भोट पनि छैन, काम छैन, मेरो काम छैन, भोट नि भन्न पाउने हजुरको कुरामा जवाफ पाएँ आउँछु पाउँदैन। तपाईँ सच्च राम्रो भएको भए सुन्नुहोस् एक मिनट, मैले आउँदो 5 वर्षमा तपाईँको कार्यक्रम हेरेर तपाईँको बारीमा लाग्ने विचार राखेको थिएँ। म खराब रहेछ? होइन होइन, यो खराब त केही भएकै छैन, देखियो क्या। अलिकति तपाईँको कुनै गयो नि त, म खराब रहेछ, पदै गयो। अब अरूको पद तपाईँको पद गयो भने केही तपाईँको कमजोरीले गयो नि त। त्यही त अब मैले भन्न पाउने कि सरले पाइन्छ भन्न कि नभए तपाईँको त तपाईँले भनेर त हामी टिभीमा पनि सुन्छौँ, सबै ठाउँमा सुन्छौँ, हाम्रो कसले सुन्छ र? यसो गरेर मलाई एउटा सामान दिनु पर्यो हजुरले, मलाई यो एक प्याकेट किन्नु पर्यो एउटा। मलाई होइन केही मैले सोधेको सोधे त्यो बनाउनेले त राखेन भने म बेच्नेले कसरी मैले अहिले उजुरी हालेँ भने मूल्य सूची नराखिकन सामान हाल्नु नि त। हाल्दिनँ म। सुन्नु एक मिनट, हजुरले के भन्नुभयो भने अरूको एउटा अर्को शब्द मलाई मन परेको सर म तपाईँलाई एउटा भन्छु। सुन्दिनँ, मलाई म ग्राहकको रूपमा म ग्राहक हुनु पाएँ कि मलाई निकाल्नुहुन्छ ग्राहकको रूपमा? निकाल्दिनँ। मलाई किन्नु पर्यो यसको कहिले बनेको यो सर? एक सेकेन्ड यसमा छैन त्यो। किन नराख्नु भयो? यो खाएर मेरो जानु गयो भने तपाईँ व्यापारी भएर एक सेकेन्ड यो खोज्दै जानुहोस्, यो संसार सबै ठाउँ यो मुरी बनाएर भेटिन्छ। तपाईँको चाहिँ नखोज्ने मैले सुन्नुहोस् खोज्दै जानु यो पाइन्छ। एक सेकेन्ड है सर, सरले मलाई सोध्नुभयो नि त, मैले जवाब दिएँ नि त, मैले दिएँ। चित्त नबुझाउनु पाउनुभयो। मलाई त अदालतले भन्यो मानेर आएँ, तपाईँलाई अहिले मूल्य पनि राख्नु भएको छैन, कहिले एक्सपायर भयो कहिले पनि एक्सपायरी डेट पनि राख्नु भएको छैन। यस्तो सामान बेचेर जनताको स्वास्थ्यमा खेलवाड गर्ने तपाईँ? मैले खेलवाड गरेर म मात्रै होइन, सबै यो काम सरकारको हो। हजुर गृहमन्त्री हुँदाखेरि कसले के अरे यो कम्पनीहरू यसरी नगरेका कम्पनी त्यसलाई गर्न लाउनु पर्थ्यो। म त ग्राहक, म तपाईँको पसल होइन ग्राहक होइन, तपाईँ गृहमन्त्री पनि हुनुभएको छ। तपाईँ अहिले सार्वजनिक ग्राहक होइन, गृहमन्त्री भइसकेको मान्छे हो तपाईँ। आफ्नो विषय तपाईँले त्यो के अरे लेभल मिलाउनु सक्नु पर्थ्यो नेपालमा। सर आफ्नो विषयमा चाहिँ तपाईँ न्यायाधीश बन्नुभयो। न्यायाधीश म बने होइन कहिले पनि सर। सोधौँ आफ्नो विषयमा हजुर न्यायाधीश बन्नुभयो, यसलाई अर्कातिर लैजानुभयो। किन अर्कातिर लाने? एक सेकेन्ड, यो सरकारको काम हो। यो फ्याक्ट्रीवालालाई न्यायाधीश भन्नुभयो नि त अहिले। सुन्नुहोस् साउजी हुनुहोस् न, सरकारको काम हो यो। सरकार के अरे दर्ता गर्नु मेरो कुरो, म सानो गर्छु, कतिको लाखको काम गर्छु, त्यो दर्ता गर्ने मेरो काम हो। मसित दर्ता पनि छ, सबै कुरो छ, कसैले छैन, मेरो छ, अरूले गर्न पाउँदैन भन्नु मलाई छैन। मैले एउटा उदाहरण मात्र दिन खोजेको कि प्रक्रियागत उदाहरण यस्तो प्रतिक्रिया सुन्नुहोस्, हजुरले सुन्नै मात्रै हामीले बोल्नै पाइन्छ नि। बोले हुनुहुन्छ, सुन्नुहोस्। प्रक्रियागत त्रुटि भएको आधारमा तपाईँलाई थुन्न मिल्छ अहिले, मेरो पनि त्यस्तै हो, बुझ्नुहोस्।
थुनिदिनु नि त सम्मान म गर्छु मात्रै होइन सम्मान छ यहाँ तपाईँलाई। यो इच्छा कामना पुरै भेट्नु भयो भने सबै यस्तै भेट्नुहुन्छ एउटा औँलो अर्कालाई देखाउँदा अरू 3-4 औँला पनि फर्काइ हुन्छ नि फर्के तपाईँतिर हजुरको पनि फर्के तपाईँले राख्नुभएको सामानमा डेट छैन प्रशासनले यस्ता धेरैका छन् त्यस्तै कमजोरी हुन्छन् है भन्न खोजे मैले म मान्छेका करोडपति काम गर्नेले ल्याएर छोडे हो यो तिनीहरूलाई गएर बन्द गरेपछि त मेरो पनि बन्द भइहाल्छ उसले आफै आफ गरिहाल्छ मेरो जस्तो पनि यो देशमा एनआरएन भएका लगभग लाखजना मान्छेको छन् क्या तिनीहरूलाई पनि थुन भन्न मिल्दैन नि मैले सबको छ भन्न पाइन्न भन्न खोजेँ मैले हजुरलाई बुझाउन खोजेको रक्सी पनि एउटै राख्नु पाएन रक्सी छुट्टै दर्ता हुनुपर्छ कति छ अहिले तपाईँ हजुरले नसुख गरे यो कुरो हामीले पनि जानेको छौँ भोलि त्यस्तो नियम आएछ भने ऊहरूलाई अहिले छैन राख्नुहोस् नियम छ तपाईलाई नियम छ अहिले तपाईँमाथि कोही मान्छे लाग्यो भने जसरी म माथि म घेराबन्दीमा परेको छु नि मान्छेको त्रुटि एउटा तर घेरेर राखेको हुन्छ नि तपाईँलाई घेर्ने हो भने सबैको यो पसल बन्द गर्नुपर्छ यार पर्छ ठिक छ